नमस्ते। यस संसारभरिको सबै कुरालाई मेरो तर्फबाट म चाहिँ यहाँ मेरो सानो गार्डनको भिडियो बनाउँदैछु। साथीहरू, तपाईहरुलाई भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। कस्तो लाग्छ त्यही अनुसारले कमेन्ट गर्नु अनि लाइक गर्नु, सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। मेरो नयाँ युट्युब च्यानल हो, सपोर्ट गर्नु मलाई। ल हेर्नु साथीहरू, यो चाहिँ इस्कुस हो के त्यो, अनि सिमी छ, फेरि कति सिमी चाहिँ चिप्लिकिराले खाइदिएको छ। अनि जताततै भट्टहरू लगाएको छु, भट्ट पनि खाइदिएको छ चिप्लिकिराले, कोही बाँच्छ होला। अनि अब अलिअलि चिप्लिकिरा र मुसालाई अलिअलि रहेको हामीलाई त्यही हो। अनि यहाँ अब सिमीहरू छ, सबै कुरा सानो छ के गार्डन, अनि मैले सबै कुरा मिसाएर लगाएको छु। जे पाउँछु त्यही गाडिदिन्छु, जे हुन्छ त्यही त्यही फल्छ। ल हेर्नु, यो चाहिँ फर्सी हो होइन, नेपालबाट ल्याएको। फेरि भिडियो कहाँको होला भन्नुहुन्छ, यो चाहिँ युएसए बाट हो। अनि यो नेपालबाटै ल्याएको बिउको फर्सी हो, त्यो चाहिँ राम्रै होला जस्तो छ। झन् हेर्नु न, अस्ति नै जाँदा नेपालबाट त्यो सिस्नोको गेडा त्यो सिड पाएँ भनेर ल्याएको त, त्यो टुप्पो सुकेको थियो ल्याएको त, यस्तो चाल्ने सिक्नु जस्तो छ है, यस्तो पो निस्किएछ के। अब यसलाई फालिदिनु पर्छ। यो चाल्ने सिक्नु त खाना हुन्न होला, अर्को सिक्नु खाना हुन्छ भनेर ल्याएको झन्। अनि यो चाहिँ लास्ट इयरको टमाटिलो भन्ने थियो, गोडमेला जस्तो हरियो, त्यो पनि आफै उम्रिएछ। अब यसलाई राख्नु पर्ला, बेथेहरू छ त्यहाँ। अनि ल हेर्नु, यो लसुन भइहाल्यो। साग छ, रायोको साग नेपालबाटै ल्याएको थिएँ मैले सिड, अहिले जताततै फैलिएको छ। यो पनि रायोको साग हो, ठुलो छ बुटो, बिउ राखेको। मुसा यहीँ दौडिँदैछ, देख्नुभयो त्यहाँ? ल हेर मुसा, ल हेर त्यता पो गयो त मुसा त, यस्तो त छ। अनि के को सबै आलु खाइदिएर। ल हेर्नु, यहाँ आलु छोपेको छु है, त्यो नछोपे नि एउटा गेडो नि रहनु, त्यही पनि भित्रभित्र कता कता खनेर लैसकेको छ कि, बचाउनै गाह्रो छ अहिलेको वर्ष मुसाले चाहिँ। अब यो चाहिँ जिम्मु हो, अनि यो चाहिँ मेरो यो कुरिलो हो। अनि यहाँ जताततै जता ठाउँ छ त्यता आलु पनि गाडिदिएको छु। यो सेज हो, सेज धुप हाल्छ नि नेपालमा, धुप्याउने त्यो सेज बसाउँछ के त्यो हो। अनि कता कता डल्ले खुर्सानीको बिरुवा पनि छ, त्यहाँनिर छ है, छेकिएको छ के, त्यहाँनिर छ। अनि यो चाहिँ चनाको बिरुवा हो, मैले यो बिरुवाहरू फेरि सबै घरमै जमाउँछु के, त्यो चनाको हो। लास्ट इयर नि एउटा बुटो थियो, अनि त्यसकै बिउ राखेको, अरू कता कता गयो मऱ्यो के। अब यो चाहिँ नेपालबाटै ल्याएको काँक्रो हो, कस्तो हुन्छ होइन। सबै चिप्लिकिराले खाएको खाइ गरेर कोही बत्तलले छोपी यत्रो बनाएको छु, कोही के गरेछ है। यो हिउँदी सिमी हो, हुन्छ कि हुन्न, यहाँ पहिलो वर्ष लगाएको होइन। यहाँ सिमी छ, अनि त्यहाँ तल सानो सानो बिरुवा छ कि यहाँ, त्यही भएर छोपेको चिप्लिकिराले खाने भएर। यहाँ गुलाबको फुल पनि छ, सब कुरा सारेको। यहाँ हेर्नु है, यति सानो ठाउँमा सिमी यहीँ छ, गोडमेला यहीँ छ, मकै यहीँ छ, काँक्रो यता फेरि भर्खर उम्रिँदैछ। यहाँ यो चाहिँ लट्टे फुल पनि छ, यहाँ त्यारे फुल पनि उम्रिएको, यो त्यारे फुल नि हो, साग पनि छ, सबै कुरा एकै ठाउँ। अब यो जुन बलियो छ नि त्यसले जित्छ त्यही फल्छ के। आलु पनि यहीँ छ, यी मकैहरू सिमी सब एकै ठाउँ, त्यही जो बलियो भएर जित्छ त्यही फल्छ, त्यही खाने। रह्यो भने मुसाहरूले राखिदियो भने। अब त्यस्तै छ। यहाँ कता कता गाभा पनि लगाएको छु होइन। लास्ट इयर त राम्रो भएको थियो, गाभा अन्त लगाएको थिएँ, अहिले चाहिँ ठाउँ पनि भएन, कोही कता मिसाएर। अनि गोडमेला छ, सब बिरुवाहरू मैले घरमै जमाउँछु। गोडमेलाहरू पनि छ, यो कति ठुलो बुटो नि हुन्छ, अनि अमिलो हुन्छ। यहाँ ठुलो गोडमेला र सानो गोडमेला छ मिसाएको। अब दाउराहरू छ, क्याम्पिङ जाँदा जङ्गलमा पाल टाँगेर बस्दा बाल्ने दाउराहरू छ। ल हेर्नु, यहाँ यो गार्डनको टुलहरू राख्ने ठाउँ हो, यो चाहिँ स्टोरेज। यहाँ चाहिँ सबै मुसाले घर बनाएर यहीँ दौडिँदै थियो मुसा, केही राख्ने भएन, सबै काटेर है के गर्ने। यो चाहिँ यहाँ कम्पोस्ट पनि बनाउँछु मैले, घरबाट फाल्ने त्यो भुत्लाहरू त्यस्तो फालेको कम्पोस्टहरू। अनि यो कम्पोस्टी हो कि, यो झोल चाहिँ अहिले भर्खर पनि हालेँ। अब यहाँ पानी मिसाएर राखेपछि फेरि पनि बन्छ होइन। कम्पोस्टी फेदा पानी मिसाएर हाल्नुपर्छ, नत्र कडा हुन्छ। अहिले घरबाट ल्याउँदै यहाँ हाल्दै। अनि यहाँ पनि छ, यहाँ तल पनि छ है। धेरै बजारको मोलहरू हाल्दिनँ कि मैले, घरमै जे छ त्यही। अब यहाँ नि काँक्रोहरू छ, चिप्लिकिराले खाइ बत्तलले छोपेर यहाँ बल्ल यत्रो भयो। अब के गर्छ, हुन्छ कि हुन्न है।
हेरौँ भयो भने म पछि देखाउँछु नि। यहाँ चाहिँ मैले साग र अनि यहाँ मकैहरू लगाइदिएको अस्ति। यहाँ मकै भर्खर ठुस्स निस्किँदैछ यी मकैहरू। लास्ट इयर त भएको थियो, भुटेर खान पोलेर खान पुरै भर्खर निस्किएको छ होइन। लसुनहरू अब यहाँ आलुहरू छ यत्रो यत्रो भएको छ, मुसाले खोल्नै दिन्न। यहाँ प्याज पनि छ, यो प्याज नि राम्रै देखिएको छ। अब कत्रो लास्ट इयर चाहिँ राम्रो भएको थियो डल्लाहरू पनि। प्याज छ, त्यहीँ लसुन छ, यहीँ साग छ, त्यहीँ ब्लुबेरी छ। यो ब्लुबेरीहरू मिठो हुन्छ, यो नेपालको बेडुलो जस्तो हुन्छ खाँदा, तर चाहिँ मिठो हुन्छ। गुलियो गेडा फलेको छ, देख्नुभएको कि देख्नु भएन। यी भाँचियो मेरो साग, सागको हाँगा भाँचियो। ल हेर्नु, यो फाल्न माया लाग्यो। बिउ त जति भने नि छ, घर अझ कति छ बिउ फाल्न माया लाग्यो होइन। अब यो पनि बुढो भइन्जेल राखिदिनु त बिचरा, किन अब बुढो नहुँदा किन मार्ने भनेर मैले राखेको छु होइन। यो पाकेर झर्छ, पाकिसक्छ अनि काटेर त्यसको छोपहरू खान हुन्छ अरे क्या यसको गेडा, त्यही भएर राखिदिएँ होइन। यहाँ साग लगाएको थिएँ, सिप्लिकिराले खायो। प्याज गाडिदिएछु, प्याज भट्ट। यो चाहिँ ब्रोकली हो के अरे, घरमै लगाएको थिएँ बिउ। कति धेरै बिरुवा थियो नि, खाइदियो। जम्मा 4वटा छ, उता 2टा यहाँ 2टा छ। अनि यहाँ काँक्रो हेर्नु त कस्तो अरे छोप्नु पऱ्यो यहाँ, सिप्लिकिराले खाने भएर यस्तो छ। अनि यहाँ जङ्गलबाटै पाती धरी ल्याएर सारेछु क्या, किरा आउँदैन कि भनेर। तर के आउँदैन, आउँछ। कतिचोटि छापो हालिसक्यो है, आएको आइ गर्छ किराहरू। यो चाहिँ स्ट्रबेरी हो होइन। यो स्ट्रबेरी अरूले त्यहाँ बिरुवा फालेको थियो कि, अनि मैले ल्याएको सेतो स्ट्रबेरी छ है। खाम है त, गुलियो छ एकदम गुलियो। हिजो हामीले धेरै टिपेर खाएको, छोराले र मैले धेरै थियो कि हिजो खाइदिएको, आज के को पाएको थियो यस्तो हुन्छ क्या। अनि गुलियो हुन्छ, अनि फेरि कोही चिप्लेकिराले खाइदिएछ होइन। यस्तो छ, मिठो छ, यस्तरी फल्छ नि, मिठो चाहिँ छ। यो चाहिँ कुरिलो हो। ल हेर्नु, यस्तै छ मेरो गार्डन चाहिँ। अब पछि यहाँ के हुँदो रहेछ हेरौँ, के फल्छ। यो नि ब्लुबेरी हो, यो 2 वर्षको बुटा हो क्या, 2 वर्ष भयो। भर्खर यहाँ सानो सानो गेडा छ, भोलि पर्सि पाकेपछि देखाउँला। एकदम मिठो हुन्छ क्या, तर अलिक ठुलो बनाउने भनेको घाम पनि पर्ने। यो चाहिँ सबै डल्ले खुर्सानीको बिरुवा हो होइन। डल्ले खुर्सानी नेपालबाटै ल्याएको थिएँ त, अकबरे भन्ने के, अकबरे हो। तल मुसाले सबै खौलो खनेछ कि, अनि अस्ति खोतालेर फेरि माटो अलि धेरै हालिदिएको। के कस्तो हुन्छ ल हेर्नु, कति राम्रो थियो नि बिरुवा। अझै यहाँ ल्याएर त्यही कम्पोस्ट हाले भेन्टा ल्याएर त्यस्तो भयो छ, हुनै दिन। अनि यो चाहिँ अस्ति लास्ट इयर जाँदाखेरि जिरे खुर्सानी एउटा घरबाट चोरेर ल्याएको थिएँ एउटा, अनि त्यसको चाहिँ अलिकति लगाएको 3टा बिरुवा आएको थियो। एउटा यहाँ चाहिँ त्यो सेतो खालको जिरे खुर्सानी क्या, सानो त्यत्रो हुँदैछ। अनि एउटा जिरे चाहिँ त्यहाँ पनि छ, एउटा जिरे त्यहाँ छ। अब फल्छ कि फल्दैन कस्तो हुन्छ हेरौँ। साथीहरू भिडियो चाहिँ बनाएँ मैले, अब सबै हेर्नु होला, सब्सक्राइब चाहिँ गर्न नबिर्सनु होला। ल म पछि अर्को भिडियो लिएर आउँछु ल, बाई बाई।